आज चाहिँ हामी दुईवटा मुभीको बारेमा कुरा गर्न जाँदैछौँ। पहिलो मुभी रहेको छ आबाट आमा र दोस्रो चाहिँ झरीपछिको इन्द्रेणी रहेको छ। यो दुईटै मुभी चाहिँ एउटै जनरमा पर्ने भएको हुनाले चाहिँ म यो दुईटा मुभीलाई एउटै भिडियोमा कुरा गर्न जाँदैछु। अनि प्लस झरीपछिको इन्द्रेणीमा चाहिँ बालेनको एउटा नयाँ गीत आएको छ जसले गर्दा यो मुभीको हाइप पनि अलिकति एक लेभल माथि पुगेको छ। सो यसको बारेमा पनि हामी डिटेलमा कुरा गर्नेछौँ है त। सो स्टे ट्युन्ड। जाँदैछु नौ डाँडा काटेर तिमीलाई एक्लै छाडेर माउन्जेल पर्खिराख है आमा घरको दैलो खुल्लै राख है। फर्स्टमा कुरा गरौँ हामी आबाट आमा मुभीको बारेमा। यो मुभीको चाहिँ अहिलेसम्म टिजर मात्रै रिलिज भएको छ अनि फिल्ममा चाहिँ पल शाह चाहिँ लिड रोलमा रहेका छन्। अब हुन त उनीसँगै अरू धेरै कलाकारहरू पनि रहेका छन् जस्तै प्रदीप रावत, विपना थापा, साई ग्रेस पोखरेल, रविन्द्र झा जस्ता कलाकारहरू। तर यो टिजरमा भने हामीले तीनजना कलाकारलाई मात्रै देख्न सक्छौँ, पल शाह, प्रदीप रावत र विपना थापा। तर फर्स्टमा मैले यो टिजर हेर्दै गर्दाखेरि चाहिँ विपना थापालाई चाहिँ मैले चिनेको थिएन। उनको यो मुभीको रोलको लागि चाहिँ ट्रान्सफर्मेसन एकदमै राम्रो रहेको छ। मैले धेरै पछि मात्रै चिनेको उनी विपना थापा हुन् भनेर। सो टिजरको बारेमा चाहिँ कुरा गरौँ है त। नर्मल्ली टिजरहरूमा चाहिँ धेरैवटा क्लिपहरू, धेरैवटा सिनहरूलाई चाहिँ सानो सानो छोटो छोटो क्लिपहरूमा धेरै सानो सानो सेकेन्डहरूको क्लिपमा चाहिँ डिभाइड गरेर चाहिँ त्यसलाई कम्पाइल गरिन्छ अनि एकदम फ्ल्यास अफ सेकेन्डमा चाहिँ हामीले त्यो सबैलाई चाहिँ एकै ठाउँमा देख्छौँ टिजरमा चाहिँ नर्मल्ली। तर यो मुभीको टिजर भने त्यस्तो छैन। यो मुभीमा चाहिँ एउटा इन्टायर सिनलाई नै देखाइएको छ जुन त्यति धेरै लामो त छैन तर इम्प्याक्ट भने एकदमै राम्रो दिन्छ। टिजर सानै भए पनि यसले इमोसन चाहिँ मजाको क्यारी गरेको छ। टिजरको सुरुवात नै एकदमै इमोसनल म्युजिकको ब्याकग्राउन्डबाट सुरु हुन्छ र हामीलाई क्लियर हुन्छ कि यो मुभीले चाहिँ एउटा फ्यामिली ड्रामा त्यसपछि वैदेशिक रोजगारीको यात्रालाई पनि देखाउन खोजेको छ। यो एन्टायर टिजर चाहिँ हामीले बुबा आमाको पर्सपेक्टिभबाट देख्छौँ। पल शाहको क्यारेक्टर चाहिँ विदेशी नै लागेको हुन्छ जसले गर्दाखेरि चाहिँ आमा बुबामा बित्ने त्यो इमोसनल डेप्थलाई चाहिँ हामीले यो टिजरमा देख्न सक्छौँ। प्रदीप रावत र विपना थापाको एक्टिङ चाहिँ एकदमै बवाल देखिन्छ यति सानै थोरै क्लिपमा पनि। तर प्रदीप रावत चाहिँ इन्डियन एक्टर भएको हुनाले चाहिँ उनको चाहिँ डबिङ गरिएको छ जुन कुरा अलिकति अफबिट लाग्न सक्छ कसैलाई चाहिँ। तर त्यस्तो ओभरअल सिनमा चाहिँ इम्प्याक्ट चाहिँ एकदमै राम्रो छ। मैले अघि भनेको जस्तो एकदमै इमोसनल बन्डेज, इमोसनल डेप्थ चाहिँ क्यारी गरेको छ यो टिजरले। अनि प्लस यो मुभीलाई चाहिँ रसोदीर्घको टिमले नै बनाएको हुनाले प्रदीप रावत फेरि पनि यसमा दोहोरिएका हुन् सायद होइन। तर ओभरअल टिजर चाहिँ एकदमै राम्रो लाग्यो मलाई। अनि बाँकी चाहिँ स्टोरी कतिको रिभिल गरिन्छ, स्टोरीले चाहिँ के क्यारी गरेको छ भन्ने कुरा चाहिँ हामी यसको ट्रेलर आएपछि चाहिँ मजाले कुरा गर्नेछौँ। तर अहिलेको इनिसियल रेस्पोन्स चाहिँ एकदमै राम्रो छ यो मुभीको। प्लस यो एन्डमा देखिने टाइटल रिभिल पनि मलाई मन पर्यो जुन चाहिँ स्मोकवाला इफेक्ट छ यो चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ। मैले तिमीलाई पहिले भनेको थिएँ देवकी, आमाको आँसुले छोराको बाटो छेक्न सक्छ भनेर। अब नरो देवकी। अब चाहिँ कुरा गरौँ अर्को मुभी झरीपछिको इन्द्रेणी। यो मुभीको चाहिँ ट्रेलर नै आइसकेको छ। यो मुभी पनि फ्यामिली ड्रामा मुभी नै हो तर यसमा चाहिँ अलिकति धेरैवटा एस्पेक्टहरूलाई चाहिँ कभर गर्न खोजिएको छ जस्तै करप्सन, वैदेशिक यात्रा। स्पेसल्ली हामी +2 पछि विदेश जानेको सङ्ख्या एकदमै धेरै बढिरहेको छ। यो कुरालाई चाहिँ यो ट्रेलरले उठाउन खोजेको छ अथवा मुभीले चाहिँ उठाउन खोजेको छ। फिल्मको मेन लिडमा चाहिँ गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला जस्ता कलाकारहरू रहेका छन्। अब तपाईँहरूमध्ये धेरैजनाले चाहिँ गणेश उप्रेतीलाई चिन्नु पनि भएको छ होला। उनी चाहिँ अलिकति पुरानो मुभिजहरूमा धेरै देखिने गर्थे। उनी एकदमै वेल नोन एक्टर हुन् तर उनको कमब्याक पनि धेरै टाइम पछि हुँदैछ। ट्रेलर हेर्दै गर्दाखेरि चाहिँ फिल्मले विशेष गरेर बाबु छोराको कथालाई अथवा बाबु छोराको बन्डिङलाई देखाएको छ। प्लस त्यसमा चाहिँ अरू एडिसनल एलिमेन्टहरू चाहिँ करप्सन र अस्ति भर्खरै भएको जेनजी प्रोटेस्टलाई पनि समावेश गर्न खोजिएको छ अथवा त्यसको थिमलाई चाहिँ समावेश गर्न खोजिएको छ। मुभीको ट्रेलर प्रमिसिङ नै देखिरहेको छ। यो मुभीले पनि एउटा इमोसनल रोलर कोस्टर राइडमा चाहिँ लैजान सक्छ कि भन्ने आश देखिन्छ ट्रेलर हेर्दै गर्दाखेरि। अनि यो मुभी चाहिँ दुईवटा कारणले पनि अलिकति खास देखिरहेको छ। किनभने तपाईँहरूले सकिगोनी टेलिसिरियलको नाम त सुन्नुभएको छ नै होला। त्यसमा भएका कलाकारहरूले चाहिँ मुभीको लाइनमा चाहिँ अथवा मुभी इन्डस्ट्रीमा चाहिँ जोइन गरिरहेका छन्। योभन्दा अगाडि चाहिँ कुमार कटेल अथवा हामीले चाहिँ जिग्रीको नामले पनि चिन्ने गर्छौँ। उनले चाहिँ आफ्नो डिरेक्टोरियल डेब्यू चाहिँ लाज शरणम भन्ने मुभीबाट गरेका थिए। अनि त्यसै गरेर दीपक प्रसाद आचार्यले पनि यसै वर्ष अर्को एउटा मुभीमा डिरेक्ट गरेका थिए, परान भन्ने मुभी, जसले एकदमै राम्रो कलेक्सन पनि गर्यो प्लस रिभ्यू अथवा रेस्पोन्स पनि एकदमै राम्रो पाएको थियो। त्यसै गरेर अहिले चाहिँ अर्जुन घिमिरे जसलाई चाहिँ हामीले पाडेको नामले पनि चिन्ने गर्छौँ, उनले पनि डिरेक्टोरियल डेब्यू गर्दैछन् यही मुभीबाट। उनले यो मुभी झरीपछिको इन्द्रेणीमा चाहिँ एज अ डिरेक्टर र स्टोरी राइटरको रूपमा पनि काम गरेका छन्। त्यसै कारणले उनको लागि यो मुभी चाहिँ एउटा परीक्षा जस्तो पनि हो।
सो कति सफल हुन्छन् हुँदैनन् भन्ने कुरा त मुभी रिलिज भएपछि थाहा हुन्छ। र यसको अर्को दोस्रो कारण, यो मुभी अलिकति खास भइरहनुको कारण अर्को कारण भनेको चाहिँ बालेन पनि हुन्। उनको एउटा गीत चाहिँ यो मुभीमा पनि इन्क्लुड गरिएको छ, जुन चाहिँ भर्खरै मात्रै रिलिज गरिएको हो। र टाइटलको ट्र्याक रहेको छ आम नेपाली बुबा, जसले पनि एकदमै राम्रो रेस्पोन्स पाइरहेको छ। गीत पनि राम्रो नै छ साँच्चीकै। सो यसले गर्दाखेरि पनि मुभीको हाइप अझ धेरै बढ्न सफल भएको छ। झुटा कुरा लेख्नेको बेसहारालाई हेप्नेको मैले त्यो सकिन कहिले, समाज नै दुश्मन भयो अहिले, छोरा खिचखिच गर्छ जहिले, हातमा आइफोन छ भन्नुस् के दिनु हो तपाईँले। सो यो थियो मुभी आबाट आमा र झरीपछि इन्द्रेणीको बारेमा। तपाईँहरूलाई यी मुभीको टिजर अनि ट्रेलर चाहिँ कस्तो लाग्यो डु लेट मी नो इन द कमेन्ट बक्स। अनि हाम्रो भेट चाहिँ अब अर्को भिडियोमा हुनेछ। त्यतिन्जेल